हामीलाई हेरिराख्नुभएका आदरणीय दर्शक सबैलाई हार्दिक नमस्कार। आज हामी तिमालको बुद्धचित्त नर्सरीमा छौँ। यो नर्सरीमा नो साउन्डवाला र एकमुखे, दुईमुखे, तीनमुखे, चारमुखे, पाँचमुखे लगायतका विभिन्न बुद्धचित्तका बिरुवाहरू यो नर्सरीले विगतदेखि नै उत्पादन गर्दै बेचिरहेको छ। र आज म रमेश पौडेल, मेरो घर हलेसी हो, खोटाङको हलेसी। यो हलेसीका लागि लिएर जाँदैछौँ यो बुद्धचित्तको यो बिरुवा र हलेसीको साइनो छ। गुरु पद्मसम्भव रिम्पोचेले पहिलोचोटि बुद्धचित्त छोडेको या फलेको ठाउँ या सुरुवात चाहिँ तिमालबाट भएको र तिमालको बुद्धचित्त हो यो। त्यहाँको नर्सरीबाट हामी लाँदैछौँ र खोटाङको हलेसी लाँदैछौँ, जहाँ हलेसीमा चाहिँ रिम्पोचे पद्मसम्भवले अमरत्व या महारथिका या प्राप्त गरेको ठाउँ हो, अमर भूमि हो त्यो। त्यही ठाउँमा हामी लगेर रोप्दैछौँ र पद्मसम्भवलाई तिमाल र हलेसीसँग जोड्न खोज्दैछौँ। र यो तिमालको बुद्धचित्तको यो नर्सरी छ, त्यसले चाहिँ यो अवसर हामीलाई जुटायो र हामीलाई चाहिँ यो बिरुवा दियो। त्यसका लागि हलेसीको तर्फबाट, म मेरो व्यक्तिगत तर्फबाट हामीलाई हेरिराख्नुभएका सबै दर्शकहरूलाई हार्दिक धन्यवाद भन्छु, अभिनन्दन गर्छु। र तपाईँहरूलाई यदि बिरुवा चाहिएमा तपाईँ यो नर्सरीसँग चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूलाई चाहिँ यो नर्सरीले आफ्नो ठेगाना यो अहिले जारी गर्ने नै छ र तपाईँहरूले किन्नुहोस् र यो बेचेर अलिकति भए पनि धनार्जन गर्नुहोस् है। मेरा दर्शकहरूलाई म यति कुरा भन्छु। त्यसका लागि यो नर्सरीले जे बिरुवा दियो, म नर्सरी परिवारप्रति, बुवाप्रति र सबैप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्छु। मलाई हेरिदिनु भयो त्यसका लागि धेरै धेरै धन्यवाद। नमस्कार।